नमस्ते। के हुन्छ बाँची यहाँ लाखन वर्ष गरी बाहिर गरी भित्र, के हुन्छ बाँची यहाँ लाखन वर्ष गरी बाहिर गरी भित्र, बरु बाँच युवक दुई घडी, बरु बाँच युवक दुई घडी, पारी उज्यालो समस्त। यो कवि सिद्धिचरण श्रेष्ठको यो महान उदाहरणसँगै आजको यस नियमित श्रृङ्खला वाचन गर्ने अनुमति चाहन्छु। पुनः एकपटक सम्पूर्ण साहित्यिक मनहरूप्रति हार्दिक नमन टक्राउन चाहन्छु। कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ भए पनि खुसीले रहनुहोस्, सुखले रहनुहोस् भन्दै आजको यस नियमित श्रृङ्खला वाचन गर्ने अनुमति चाहन्छु। आज म करिब 1 वर्ष अगाडि यो पुस्तक अबको बाटो पुस्तक मेरो परिकल्पना सङ्कलन र सम्पादनमा यस पुस्तक को सार्वजनिकरण अथवा चाहिँ लोकार्पण भएको थियो, जसको निम्ति अबको पुस्तकलाई शिखा बुक्स बागबजारले प्रकाशन गर्नुभएकोमा शिखा बुक्स बागबजारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यस पुस्तकलाई लोकार्पण गर्नको निमित्त यस पुस्तकको रूप दिनको निम्ति करिब 6 वर्ष व्यतीत भएको थियो। यस पुस्तक ल्याउनको निमित्त हम्मे परेको थियो। यस पुस्तकलाई पुस्तकको रूपमा ल्याउनको निमित्त मलाई सहयोग गर्नुहुने सम्पूर्ण जनहरूप्रति, महानुभावहरूप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दै म यस आभारका शब्दहरू म मेरै मुखारबिन्दुबाट वाचन गर्ने अनुमति चाहन्छु। हार्दिक आभार। नजमी बग्न सकिँदैन, नबगी देख्न सकिँदैन, जीवनका आभाहरूमा कति धेरै जम्न सकेँ र कति धेरै बग्न सकेँ, खुसीले कति धेरै बग्न सकेँ र अरूलाई पनि बग्न सिकाएँ। यो त समयको गर्वमै होला, अर्थात् यसको पनि विश्लेषण गर्न सकिएला। यो जम्ने र बग्ने काम जीवनमा निरन्तर चलिने रह्यो। कुनै बेला समृद्ध र विकसित मुलुकहरू सगरमाथा जस्तै अग्ला लाग्थे, देखिसकेपछि ती सबै फुच्चाफुच्ची लाग्दो रहेछ। जसलाई हामी ठुला मान्छे भनिरहेका छौँ, ती पनि सोचे अनुरूपका ठुला रहेनछन्। जसलाई साना भनिरहेका छौँ, ती पनि त्यही अनुपातमा साना रहेनछन्। जसलाई देवत्वकरण नै गरेँ, ती पनि त्यो अनुपातमा देवत्वकरण गर्नु नपर्ने भन्न लाग्न थाल्यो। को राम्रो, को नराम्रो, को ठुलो, को सानो आदि इत्यादि सापेक्षिक हुन्छ भन्ने लाग्छ। को धेरै खुसी, को थोरै खुसी भन्ने कुराको मापन गर्ने सायद यन्त्र बनेको छैन। यस्ता प्रकारका यन्त्र बनाउने सामर्थ्य पनि विकसित देशहरूले नै राख्दछन्। के पनि होइन भने विकसित देशका जनताहरू सबै खुसी छन्, सबै सुखी छन् भन्ने पनि होइन। यसको मतलब ती देशका मानिसहरू दुखी मात्रै छन् भन्ने पनि होइन। जिन्दगी दौडानसँगैको लामो यात्रामा विभिन्न देशहरूको भ्रमण गर्न पाउने अवसर पनि मिल्यो मलाई। यस क्रममा विभिन्न पेसा, क्षेत्र, तह र तबकाका व्यक्तिहरूसँग भलाकुसारी गर्ने मौका पनि मिल्यो। विभिन्न देशका विभिन्न पेसा अपनाएका बौद्धिक व्यक्तिहरूमा वैज्ञानिक, डाक्टर, प्राध्यापक, इन्जिनियर, साहित्यकार, समाजशास्त्री, मनोवेत्ता लगायतका समाजका प्राज्ञिक व्यक्तिहरूसँग पनि देश बर्बाद भयो, हाम्रा त नेता नै ठिक भएनन्, देश त खत्तम पारे नेताले मात्रै भनिरहेको सुने। के नेताले मात्रै देश बिगारेका हुन् त? हामी प्राज्ञिक भनाउँदाहरू देश छाडेर विदेशिएपछि देशको उत्पादन गरेका जनशक्तिहरू सबै विदेशिएपछि कसरी देशमा सुशासन हुन्छ र? कसरी देशको प्रणालीमा विकास हुन्छ होला? राइट म्यान राइट प्लेस नहुनु, हु इज हु भन्ने थाहा नहुनु, नेपाल राज्यले बाली उत्पादन गर्ने, खाने बेलामा अर्कैले खाने राम्रो बाली नामका ती दक्ष जनशक्तिहरू जो राज्य निर्माणको लागि बलिया खम्बा मानिन्छन्, तिनै विदेशिएपछि कसरी देशको विकास हुन सक्छ र? एकजना नेपाली वैज्ञानिकले बेलायत, अमेरिका जस्ता विकसित देशमा काम गर्दा गर्दा बेलायत र अमेरिकाले यस क्षेत्रमा ठुलो उन्नति र प्रगति गरिरहेको हुन्छ। त्यसैले त तिनीहरूले हाम्रा यस्ता उच्च सिपमूलक जनशक्तिलाई ब्रेन ड्रेन गरेका छन्। त्यहाँका सुख सुविधा दिलाएर उतै भुलाउने वातावरण तय गरेका छन्। के हामी प्राज्ञिक भनिने र बौद्धिक भनिने मानिसहरूको पनि कर्तव्य होइन र समाज र राष्ट्र बनाउने? यिनी प्रश्नको घनले हिर्काइरह्यो मलाई। निचोडमा जति पनि हाम्रा मन्त्रालयहरू छन्, ती सबैमा राइट म्यान राइट प्लेस हुन नसक्नु र त्यो राइट म्यान राइट प्लेस भएको छैन। त्यस क्षेत्रसँग सम्बन्धित विज्ञहरूको भूमिका कस्तो छ त? उनीहरूका कुराहरूमा सरकारलाई कसरी सुनवाई गराउने? स्वदेश तथा विदेशमा रहेका विज्ञहरू जसले आफ्नो ज्ञान र सिपको प्रयोग निरन्तर गरिरहेका छन्, तर राज्य पक्षबाट हुनुपर्ने कुनै ठोस सम्बोधन प्राप्त भएको छैन।
जब राज्यले प्राज्ञिक व्यक्तिलाई सुन्दछ अनि प्राज्ञिक व्यक्तिहरूले पनि राज्यलाई केन्द्रमा राखी काम गर्न सरिक हुन्छ। त्यसकारण विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरूलाई आफूले अध्ययन गरेको विषयमा सँगालेको अनुभव र अनुभूति हाम्रो देश नेपालले यस क्षेत्रमा गरेका राम्रा कामहरू, यसलाई अझ बढी राम्रो बनाउन के कति कामहरू गर्नु पर्ला, हाम्रा कमी कमजोरीहरू, यसको समाधानका साथै विकसित मुलुकहरूले यस क्षेत्रमा गरेको उन्नति र प्रगति के कस्ता छन् भनी सम्पूर्ण प्राज्ञिक व्यक्तित्वहरूलाई जानकारी गराउने मात्रै के भनेको थिएँ। उहाँहरू धेरै खुसी हुनुभयो र भन्नुभयो यो त राज्यले नै गर्नुपर्ने काम पो हो त, तपाईँले गर्ने साहस गर्नुभयो। यसरी केही प्रतिष्ठित प्राज्ञिक व्यक्तित्वहरूको नम्बर उपलब्ध गराइदिनु हुने आदरणीय व्यक्तित्व प्राध्यापक डाक्टर सुरेन्द्र केसी र मेरो अवधारणा परिकल्पनालाई किताबको रूप दिन सहयोग गर्नुहुने वरिष्ठ सम्पूर्ण बौद्धिक प्राज्ञिक लेखकहरू, प्रतिष्ठित व्यक्तित्वहरू, वरिष्ठ साहित्यकार, निबन्धकार कवि श्री कृष्ण धरावासीज्यू, दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष साहित्यकार श्री रामप्रसाद पन्तज्यू, कवि श्री निराजन मौदगलेज्यू, चर्चित रेडियोकर्मी तथा वरिष्ठ कवि साहित्यकार डाक्टर नवराज लम्साल, बेलायत भ्रमणमा आउनुहुँदाको चिन्जानले निरन्तरता पाएका अनन्य मित्र AP1 टेलिभिजनका कुशल प्रस्तुता मिलनसार व्यक्तित्व कवि श्री मोहरा शर्माज्यू, गैरावासी नेपाली सङ्घ नर्वेका अध्यक्ष श्री विष्णु गौतमज्यू, बहिनी डाक्टर सुनिता श्रेष्ठ, भरतपुर क्याम्पस अस्पतालका पूर्व अध्यक्ष पूर्व प्रमुख एवं BP मेमोरियल अस्पतालका पूर्व निर्देशक श्री ईश्वर श्रेष्ठज्यू, जापानका लागि नेपाली राजदूत सुपरिचित साहित्यकार डाक्टर दुबसु छेत्रीज्यू, सुपरिचित समालोचक उपप्राध्यापक ज्ञानु अधिकारीज्यू, चिकित्सक एवं गजलकार द्वय डाक्टर टेकाराम भण्डारी एवं डाक्टर सुधा साईज्यू, गैरावासी नेपाली सङ्घ पोर्चुगलका पूर्व महासचिव श्री नवीन गौतमज्यू, माननीय सांसद श्री पदम गिरिज्यू, नेपाली लोकतान्त्रिक मञ्च पोर्चुगलका पूर्व अध्यक्ष श्री सुभाष चन्द्र अधिकारीज्यू, गीतकार लेखक एवं कोभिड नेपाली समाज बेलायतका महासचिव श्री बाबुराम भुसालज्यू, कोभिड नेपाली समाज बेलायतका वरिष्ठ उपाध्यक्ष श्री सन्तोष रेग्मीज्यू, अहिले उहाँ कोभिड नेपाली समाजका अध्यक्ष पनि हुनुहुन्छ, गैरावासी नेपाली सङ्घ पोर्चुगलका पूर्व महासचिव एवं लेखक श्री खेमराज राणावातज्यू तथा मेरो यस कार्ययोजनालाई सहर्ष स्वीकारी प्रकाशन गर्न तयार हुनुभएका शिखा बुक्स पब्लिकेसन प्रालीका अध्यक्ष श्री पुष्पराज पौडेल लगायतका सम्पूर्ण सहयोगी जनहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो त भयो मेरो यस किताबलाई मैले परिकल्पना गरेको यस किताब मेरो सम्पादन सङ्कलन गर्दाको पलमा मलाई सहयोग गर्ने सम्पूर्ण सहृदयी मनहरूप्रति मैले हार्दिक आभार व्यक्त गर्न चाहेँ। र यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यी पुस्तकहरूमा हुनुहुन्छ महावीर पुन, त्यसै गरी प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारी, वरिष्ठ साहित्यकार कृष्ण धरावासी, त्यसै गरी प्राध्यापक डाक्टर जयराज आचार्य हुनुहुन्छ। यहाँ हामी 27 जना व्यक्तित्वहरू छौँ जसले आफ्नो सम्बन्धित विषयमा प्राज्ञिक व्यक्तित्व हुनु सम्बन्धित विषयमा उहाँहरू एक्सपर्ट हुनुहुन्छ, विद्यावादित गर्नुभएको छ। कोही विद्यावादित नगर्नु भए पनि उहाँहरू त्यो फिल्डमा एक्सपर्ट हुनुभएको हुनाले मलाई ती व्यक्तिहरूलाई चिन्जान गराउनको निमित्त सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको नाम लिए। उहाँहरूको यो अथक प्रयास नभएको भए यो पुस्तक रूपमा आउने थिएन। त्यसै हुनाले उहाँहरू सबैजनाप्रति फेरि पनि एकपटक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र थोरै मैले भन्नुपर्ने कुरा के छ भने यो पुस्तक ल्याउनको निमित्त 6 वर्ष मैले समय बिताएको थिएँ। यो बिचमा मैले उहाँहरूलाई सम्बन्धित विषयको ज्ञान सम्बन्धित व्यक्तिलाई, त्यसै गरी यहाँ मैले भन्नैपर्ने हुनुहुन्छ आहुति सर हुनुहुन्छ, यी सम्बन्धित सबै पक्षलाई सम्बन्धित प्राज्ञिक व्यक्तित्व मैले तपाईँले अध्ययन गर्नुभएको विषय मार्फत मात्र लेख्नुहोला। समुन्नत मुलुक, विकसित मुलुक कसरी विकसित भए र हाम्रो मुलुक किन विकास हुन सकेन, हाम्रो मुलुक हाम्रो देश नेपाल विकास गर्नको निमित्त के कति कामहरू गर्न पर्ला, तपाईँको विषय मार्फत मात्रै लेख्नुहोला भनेर मैले दिएको थिएँ। यसमा त्यसै गरी गैरावासी नेपाली सङ्घ का ICC मेम्बर, गैरावासी नेपाली सङ्घ इन्टरनेसनल कोअर्डिनेसन काउन्सिलका पूर्व अध्यक्ष हुनुहुन्छ जीवा लामिछानेज्यू, उहाँलाई पनि मैले सम्झिन चाहेँ। यति बेला भर्खरै मात्रै उहाँको पुस्तक अक्षत अन्टार्कटिका आएको छ, त्यो पढ्न पाइएको छैन, सायद म आजभोलि प्राप्त गर्नेछु। उहाँप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँले पनि धेरै सहयोग गर्नुभएको थियो यस पुस्तक ल्याउनको निमित्त। उहाँलाई गैरावासी नेपाली सङ्घको भूमिका कस्तो रहन्छ त समृद्ध नेपाल बनाउनको निमित्त भनेर मैले उहाँलाई यो विषय दिएको थिएँ। उहाँले त्यही अनुरूप आर्टिकल पठाउनु भयो। भन्दै
आजको यस श्रृङ्खलालाई यति बेला यहीँ बिट मार्दै पुनः एकपटक सम्पूर्ण सहयोगी मनोहरप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै फेरि अर्को श्रृङ्खलामा लेखहरू वाचन गर्ने अनुमति माग्दै अहिले भने बिदा माग्दछु। हस्त, धन्यवाद, नमस्कार।